नमस्कार। शिक्षा तथा मानव स्रोत विकास केन्द्र CHRD को इमेज सेक्सनमा यहाँलाई स्वागत छ। म नारायण खत्री। आजको यस भिडियोमा म तपाईहरुलाई इमेजमा शिक्षकहरुको दरबन्दीको संख्या कसरी मिलाउने, शिक्षकहरुको मौजुदा दरबन्दी र ड्याशबोर्डमा भएको संख्या, ड्याशबोर्डमा देखिएको संख्या कसरी मिलाउने भन्ने बारेमा जानकारी दिन लागिरहेको छु। कृपया भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। अहिले इमेजमा शिक्षकहरुको चाहिँ यो जुन ड्याशबोर्डमा यो टिचर काउन्टका बारेमा चाहिँ धेरै कुराकानीहरु आइरहेको छ। अहिले इमेजमा चाहिँ शिक्षकहरुको विवरण चाहिँ अनिवार्य रूपमा चाहिँ मिलाउनु पर्ने र यो ड्याशबोर्डमा नै यो जुन टिचर काउन्ट छ, यो टिचर काउन्टमा शिक्षकको विवरण जुन देखिएको छ, यो विवरणका आधारमा नै विद्यालयमा तलब निकासा हुने भएको कारणले गर्दाखेरि र यहाँ चाहिँ अहिले जुन यो शिक्षकको रिक्त दरबन्दी समेत यसैमा देखिने। अब जस्तो अहिले मैले एउटा विद्यालयको यो जुन ड्याशबोर्ड हेरिराखेको छु हैन, अब यसमा अब यो भ्याकेन्ट भनेको छ। यो भ्याकेन्ट यसरी यो विद्यालयकोमा आफ्नो विद्यालयको देखिन्छ भने पालिकाकोमा हेर्दा पालिकाभरिको शिक्षक दरबन्दी कति छ, भ्याकेन्ट कति हो, अब राहत कति छ हैन, अब राहतमा भ्याकेन्ट कति छ, रिक्त कति छ, त्यसै गरेर यो टिचिङ ग्रान्टमा अनि त्यसमा अब कति दरबन्दीमा कति शिक्षकहरु हुनुहुन्छ, भ्याकेन्ट कति छ, रिक्त कति छ, यी सबै कुराहरुको विवरण चाहिँ यसमा देखिन्छ। अब धेरै जनाले सोधिराख्नु भएको छ यसमा चाहिँ यो किन मिलेको छैन, जस्तो ECD-मा यो दरबन्दीमा आउनुपर्ने संख्या अब यो भ्याकेन्टमा आएको अनि यो -1 कसरी भएको, यो बारेमा चाहिँ सोधिराख्नु भएको छ र म आज चाहिँ तपाईहरुलाई यसका बारेमा चाहिँ छोटकरीमा चाहिँ जानकारी गराउने कोसिस गर्नेछु। अब सबभन्दा पहिला हामीले कहाँ हेर्नु पर्यो भने हाम्रो विद्यालयको चाहिँ यो जुन इमेज ड्याशबोर्ड छ यसको यो स्कुल प्रोफाइलमा गएर हेर्नु पर्यो र यहाँ म सहमत छु भनेर अगाडि बढेपछि यो कोठा छ जुन, अब यो कोठामा हेर्नु पर्यो। यो शिक्षकको दरबन्दी विवरण भनेको छ, यो चाहिँ हाम्रो विद्यालयमा मौजुदा कायम भएको दरबन्दीको कुरा भयो हैन। विद्यालयमा मौजुदा जुन कायम छ नि, अहिले कार्यरत भनेको होइन, अहिले विद्यालयमा जुन दरबन्दी कायम छ त्यो दरबन्दीको संख्या चाहिँ यहाँ हामीले उल्लेख गर्नुपर्छ। जस्तो उदाहरणका लागि अहिले यो विद्यालयमा अब प्रारम्भिक बाल विकास ECD तहमा चाहिँ 4 जना स्वीकृत दरबन्दीमा हुनुहुन्छ हैन, अब अन्यमा हुनुहुन्न। आधारभूत तहमा स्वीकृत दरबन्दीमा 8 जना हुनुहुन्छ, राहतमा 4 जना हुनुहुन्छ, 8 4 12 जना भयो हैन। अब स्थानीय तहको अनुदानमा पनि 1 जना देखिन्छ, अब 13 जना भयो, 8 4 12 1 13 जना भयो यसमा हैन। स्वीकृत दरबन्दीमा 8, राहत अनुदानमा 4 र स्थानीय तहको चाहिँ यो शिक्षक सहयोग अनुदान कोटामा चाहिँ 1 जना गरेर चाहिँ 13 जना हुनुहुन्छ भने आधारभूत तह निमाविमा अब स्वीकृत दरबन्दीमा 2 जना, राहत अनुदान कोटामा 2 जना 4 जना भयो। अनि स्थानीय तहको अब लोकल लेभलको टिचिङ ग्रान्टमा 1 जना गरेर 5 जना हुनुभयो हैन, निमाविमा 5 जना। अब माध्यमिक तहमा अब यहाँ स्वीकृत दरबन्दीमा छैन, राहत अनुदान कोटामा 2 जना, संघीय शिक्षण अनुदानमा 1 जना गरेर कति भयो 2 1 3 जना भयो भने स्थानीय तहकोमा 2 जना, स्थानीय तहले चाहिँ 2 जना दरबन्दी चाहिँ त्यहाँ प्रदान गरेको छ भने माध्यमिक तहमा चाहिँ यहाँ माध्यमिक तह 11 12 मा चाहिँ दरबन्दी छैन र स्थानीय तहले चाहिँ 1 जना दिएको छ। यसरी हेर्ने हो भने यो 4 जना, यो 8 जनाले 12 जना भयो, 12 4 16 जना भयो, 17 जना, 18 19 20 21 22 23 24 25 26 27 र 1 गरेर 28। अब 28 जना शिक्षकको दरबन्दी उक्त विद्यालयमा कायम रहेछ। अब हामी बाहिर फर्कौं ड्याशबोर्डमा। अब ड्याशबोर्डमा हेर्दाखेरि यहाँ के देखियो भन्दाखेरि दरबन्दी भनेर यो बाल विकासको दरबन्दीमा त 0 देखियो। अब भ्याकेन्टमा 4 जना देखिया छ। यो 4 जना चाहिँ कसरी आयो भन्दाखेरि हाम्रो यो जुन स्कुल प्रोफाइल भित्र चाहिँ हामीले दरबन्दीमा 4 जना छ भन्यौं, तर हामीले शिक्षकको विवरण मिलाउँदाखेरि चाहिँ अब यो बाल विकासमा कार्यरत शिक्षकको चाहिँ हामीले दरबन्दीमा त्यो मिलाएनौं, शिक्षकको विवरण चाहिँ मिलाएनौं। त्यसकारणले गर्दाखेरि चाहिँ यहाँ भ्याकेन्ट भनेर देखिएको छ। अनि अब यतापट्टि यो जम्मा भ्याकेन्ट चाहिँ यसरी देखिएको छ, ओदर ग्रान्ट भनेर अब यहाँ 4 जना देखाएको छ। यो के भयो र यहाँनिर गएर -4 भन्यो। यसको कारण के हो त भन्दा जम्मा दरबन्दीको संख्या 4 हो अनि त्यही 4 वटा चाहिँ यहाँ शिक्षकको विवरण नमिलाएको कारणले गर्दा अहिले भ्याकेन्ट भनेर देखिराखेको छ। र यहाँ ओदर ग्रान्ट भनेको अब यो विद्यालयले कहाँनिर बिगारेको रहेछ त भन्दाखेरि चाहिँ यो ECD को टिचरको विवरण भर्दाखेरि चाहिँ बिगारेको रहेछ। अब हामी त्यो मिलाउँ है त। सबैभन्दा पहिला
त्यो मिलाउँ अनि त्यस पछाडि हेरौँ यो 4 जनाको यो चाहिँ सङ्ख्या कसरी मिल्दो रहेछ भनेर अब हामी शिक्षकको विवरण मिलाउन जाउँ। अब शिक्षकको विवरण मिलाउन जानलाई हामी केमा काम गर्छौँ भन्दा यो टिचर स्टाफमा जान्छौँ। अब टिचर स्टाफमा गएर अब हामी यहाँ टिचर भनेर सेलेक्ट गऱ्यौँ। अब यहाँ मैले अब अहिले यो छान्नु परेन, अब जस्तो इसिडीकै हेर्न लाग्यो होइन। अब इसिडीको हेरेँ, अब यहाँ यो 4 जना देखिनु भएको छ होइन। अब मैले अब एक्सनमा गएँ, एडिटमा गएँ। अब एडिटमा गएर यहाँ विवरण मिलाउँदै जाउँ है। अब अरू विवरणहरू के छ, यो आवश्यक विवरणहरू हामी मिलाउँदै जान्छौँ। अब त्यस पछाडि अब यो पढाइको कुरा भयो होइन। अब पढाइ मिलाउँदै गएँ। अब यहाँनिर हेर्नुहोस् त, अब यो कहाँ नमिलेको रहेछ त भन्दाखेरि यो टेम्पोररी, यो एक्सपिरियन्समा गएर यो टेम्पोररी करार हो, ठिक छ। तर यो एलएसजीमा राखेको चाहिँ यो लमसम ग्रान्टमा, तर यो त होइन। यो त केमा हो त भन्दा एप्रुभ पोजिसन स्वीकृत दरबन्दीमा हो। अब यो स्वीकृत दरबन्दीमा यहाँ राख्ने बित्तिकै अब यो अहिले कार्यरत पद हो भन्दाखेरि हो गऱ्यौँ, सेभ भयो। अब यति सेभ गरेपछि अब अरू खासै चाहिएन होइन, ट्रेनिङ चाहिएन। अब अहिले मैले यो ट्रेनिङलाई गरिनँ, क्यान्सल गरेँ। अब यहाँनिर मैले 1 जनाको विवरण मिलाइसकेको छु। अब म ड्यासबोर्डमा जान्छु है त। ड्यासबोर्डमा जाउँ। ल हेर्नुहोस् अब के भयो त, यहाँ दरबन्दीमा 1 भनेर आइसक्यो। अब भ्याकेन्टमा 3 जना भने अब यो घटिसक्यो। अब किनकि हाम्रो दरबन्दीमा त अहिले कार्यरत नै हुनुहुन्छ नि त होइन, भ्याकेन्ट त छैन। त्यो चाहिँ हाम्रो विवरण नमिलेको कारणले गर्दा भ्याकेन्ट देखिएको। अब म यसरी अब टिचरमा गएँ। अब मैले यहाँ यो सिडीकै मात्रै मिलाउन लागिराखेको छु अहिले होइन। अब 1 जनाको अघि मैले मिलाइसकेको थिएँ। अब अर्को हेरौँ, एक्सनमा गएँ, एडिट गरेँ, अरू सबै विवरण मिलाएको छ। अरू सबै विवरणहरू भरिने कुराहरू सबै भरिसकेका छन् होइन। अब म यसमा गएँ। अब क्वालिफिकेसन पनि भयो। यो एक्सपिरियन्समा चाहिँ यहाँ ठ्याक्क के नमिलेको रहेछ त, अघि हामीले जुन हेरिसक्यौँ यसमा चाहिँ यो अपोइन्टमेन्ट स्ट्याटस चाहिँ नमिलेको रहेछ होइन। यसलाई मैले ओके गरेँ, सेभ गरेँ, यो मिल्यो। अब यसलाई आवश्यक छैन, मैले क्यान्सल गरेँ। दोस्रोको पनि मैले त्यसै गरेर मिलाएँ। तेस्रोको पनि मिल्यो। अब म अर्को 1 जना अन्तिमको मिलाउँछु। सोझै एक्सपिरियन्समै गरेर मिलाएँ मैले है, अरू मिलाउनु परेन। एप्रुभ पोजिसन भनेर यहाँ मिलाउने बित्तिकै अब यो चाहिँ क्यान्सल गरेर अब म ड्यासबोर्डमा हेर्न जान्छु। ल हेर्नुहोस् के भयो त, दरबन्दीमा 4 जना कार्यरत हुनुहुन्छ। त्यो त्यहाँ चाहिँ कुनै पनि रिक्त छैन, बाल विकासमा रिक्त छैन। अहिले दरबन्दीमा 4 जना कार्यरत हुनुहुन्छ। हो यसरी चाहिँ हामीले हाम्रो विद्यालयमा भएको टिचरहरू चाहिँ हामीले कहाँबाट कम्पेयर गर्नु पर्यो? सबैभन्दा पहिला स्कुल प्रोफाइलमा गएर म सहमत छु भनेर यसमा यो शिक्षक दरबन्दीको विवरण भन्ने छ, यो मिलाउनु पर्यो, यो हेर्नु पर्यो होइन। यो खास सुरुमा हाम्रो मेन चाहिँ विद्यालयमा कायम भएको दरबन्दी चाहिँ यो हो, विद्यालयले प्राप्त गरेको दरबन्दी यो हो। यो सङ्ख्याको आधारमा हाम्रो अब यो ड्यासबोर्डमा गएर चाहिँ यहाँ भएको यो टिचरको चाहिँ विवरण मिलाउने हो। यो आधारमा यहाँ चाहिँ यो कार्यरत टिचरहरू र रिक्त भएको टिचरहरूको सङ्ख्या यहाँ देखिन्छ। हाम्रो यो जुन स्कुल प्रोफाइलभित्र थियो त्यसमा चाहिँ विद्यालयमा प्राप्त भएको मौजुदा विद्यालयमा प्राप्त भएको चाहिँ दरबन्दीको सङ्ख्या देखिन्छ। हामीले त्यो स्कुल प्रोफाइलभित्र चिरेर विद्यालयमा प्राप्त भएको दरबन्दीको सङ्ख्यालाई मिलाउँ। त्यस पछाडि अनि यो टिचरको विवरणमा आएर हामीले यहाँनिर आएर मिलाउनुपर्छ।